हजुर नमस्ते सर। नमस्ते। हजुरको शुभ नाम? केदार अधिकारी। सुरुवातमा चाहिँ अब हजुरको बारे अलिकति भनिदिनुस्। म चाहिँ अब पेशाले पूर्व कर्मचारी नेपाल सरकारको सचिवबाट रिटायर भएर अहिले रिटायर्ड जीवन बिताइरहेको छु। अब केही डेभलपमेन्टको इस्युहरू विकासको मुद्दाहरू छन् भने त्यस्तो विषयमा कसैले बोलाउनु भयो भने आफूले जानेको कुराहरू पनि जानकारी दिने प्रयत्नहरू गर्छु। सो हजुर चाहिँ लेजेन्ड्स प्रपर्टीको चाहिँ एडभाइजर हुनुहुन्छ। सो कति समय भयो त हजुर यता आबद्ध हुनुभएको? अब 2 वर्ष हुन लाग्यो भनौँ, 2 वर्ष जस्तो हुन लाग्यो र उहाँहरूलाई चाहिँ बेला बेलामा मैले हाम्रो देशको कानुनी संरचना अनि बाह्य क्षेत्रहरूमा भएको विकासको चाहिँ सूचकहरू उहाँहरूले सुझाव माग्नुहुन्छ र त्यस क्रममा मैले आफूले जानेको कुराहरू दिने गरेको छु। करिब 2 वर्षदेखि म सँगसँगै छु भन्नु पर्ने। यो त हाम्रो लेजेन्ड्स इन्भेस्टमेन्ट प्राइभेट कम्पनी भयो। यो प्राइभेटको यो म्यानेजमेन्ट कसरी भइरहेछ, राम्रो भइरहेछ कि कस्तो भइरहेछ भनेर अलिकति छरिएर रहेका जग्गाहरूलाई एउटा चाहिँ एकत्रित गरेर एउटा व्यवस्थित योजना चाहिँ गर्न सकिरहेको छ र यो योजना सरकारले तोकेको मापदण्ड अनुरूपै भएको पाएँ मैले हेर्दाखेरि चाहिँ बाटोहरू पनि संरचनाहरू पनि र यो बनिसके पछाडि अझ राम्रो हुन्छ भन्ने चाहिँ हामीले चाहिँ विश्वास लिएका छौँ र सरकारले गरेकै जस्तै गरी उहाँहरूले कुनै पनि कम्प्रोमाइज नगरिकन यसलाई चाहिँ डेभलपमेन्ट गर्ने जुन प्रयत्न गर्नुभएको छ यो चाहिँ निजी क्षेत्रबाट यस प्रकारको कामहरू भइरहनु एकदम स्वागतयोग्य कुरा हो। किनभने निजी क्षेत्रले जति विकासको चाहिँ कुराहरूलाई अगाडि लैजान सक्छ त्यति नै देशको विकास चाहिँ तीव्रतर गतिमा जान्छ। त्यसकारणले पनि यो आयोजना जुन उहाँहरूले गर्न खोज्नु भएको छ यो उहाँहरूले गर्न खोज्नुभएको प्रयास चाहिँ प्रशंसनीय छ। अझ ठुलो एरियामा हामी जान सक्छौँ। त्यो कुराहरूमा चाहिँ हामी कसरी कम्पनीलाई चाहिँ अझ अगाडि चाहिँ लाने, अझै ठुला एरियाहरूमा जाने र अलि विशाल खालको चाहिँ आयोजनाहरू पनि गर्नलाई उत्प्रेरित गर्ने कुराहरू गर्नुपर्छ र त्यसमा सायद सरकारसित पनि थप नीतिगत प्रस्तावहरू गर्नुपर्ने माग गर्नुपर्ने आवश्यकता छ। अहिले चाहिँ जुन हिसाबले आफ्नो सीमित मतलब चाहिँ स्रोतकै कारणबाट पनि निजी क्षेत्रले यस प्रकारको काम गरेको छ यसलाई चाहिँ राम्रो मान्नुपर्छ। सरकारको मापदण्डहरू पुरा गर्नुपर्ने हुनेछ हैन? सो हामी आबद्ध छौँ त लिनुपर्ने नगरपालिकादेखि लिएर मतलब चाहिँ सरकारको चाहिँ उपत्यका विकास प्राधिकरण उपत्यकाभित्रको हकमा अझ बाहिर भयो भने नगरपालिका आफै पनि पर्याप्त छ। कतिपय अवस्थामा चाहिँ भवन विभागमा पनि जानुपर्ने अवस्था आउँछ। त्यो कुराहरूलाई चाहिँ उहाँहरूले गर्नुभएको छ र मैले चाहिँ के पाइरहेको छु भने यहाँ चाहिँ तपाईँको एउटा इन्जिनियरिङ टिम पनि छुट्टै राखेर चाहिँ गरेको एउटा छुट्टै कम्पनीले स्वायत्त रूपमा चाहिँ यो आयोजनाको चाहिँ कामहरू गर्ने र प्राविधिकहरू पनि मतलब चाहिँ राखेर एउटा कर्मचारीहरूको चाहिँ एउटा बलियो टिम राखेर गरेको चाहिँ मैले देखेँ। त्यसकारणले पनि यो जुन हिसाबले अगाडि बढिरहेछ यो एकदम सही दिशामा छ र यसलाई अझ हामीले थप व्यवस्थित गर्न सक्यौँ भने अझ राम्रो हुन्छ र मैले पाएको सूचना अनुसार उहाँहरू यसमा चाहिँ विदेशी प्रविधिहरू पनि भित्राउँदै हुनुहुन्छ, विदेशको नलेजहरू पनि भित्राउँदै हुनुहुन्छ। त्यही हिसाबले आगामी दिनमा लिज इन्भेस्टमेन्टले अझ राम्रो प्रपर्टीहरू साइटहरू डेभलपमेन्ट गरेर रियल इस्टेटमा यसलाई आफूलाई एउटा राम्रो कम्पनीको रूपमा लैजान्छ कि भन्ने मैले चाहिँ त्यो आशा देखिरहेको छु। सो लेजेन्ड्स इन्भेस्टमेन्टले चाहिँ नेपालको के चाहिँ त्यस्तो प्रब्लमलाई सल्भ गर्छ जस्तो लाग्छ अन्तिममा हाम्रो दर्शकलाई भनिदिनुस्। यसले चाहिँ एउटा वान स्टप सल्युसन दियोस् भन्ने चाहिँ मेरो चाहिँ चाहना छ। त्यो वान स्टप सल्युसन भनेको चाहिँ के हो भने अलिकति ठुलो एरियामा गएर त्यहाँ चाहिँ जग्गाको सुरुवातको विकास र यो डेभलपमेन्ट मात्रै होइन कि त्यसमा चाहिने कुराहरू मतलब अरू सुविधाहरू सहितै यो घर बनाउने कुराहरूदेखि लिएर भोलिको पोस्ट मतलब चाहिँ बिक्री गरिसके पछाडिको सेवाहरू हुन्छ त्यो सेवाहरू सहित गरेर कमसेकम लिजेन्ड इन्भेस्टमेन्ट कम्पनीभित्र छिरिसके पछाडि त्यहाँ मैले एउटा चाहिँ जग्गा किनेँ भने त्यस पछाडि मलाई चाहिँ घरको बारेमा चिन्ता लिन पर्दैन भन्ने खालको चाहिँ त्यो प्रकारको आश्वस्तता चाहिँ दिन सक्यो र त्यो प्रकारले चाहिँ काम गर्न सक्यो र सँगसँगै जति पनि प्रविधिहरू आउँछन् खास गरी घरभित्रका सुविधाहरूको कुराहरू हुन्छ त्यो कुराहरूलाई चाहिँ ल्याएर नयाँ कुराहरू ल्याएर नयाँ चाहिँ डिजाइनहरू नयाँ चाहिँ सुविधाहरू ल्याएर वान स्टप सर्भिस दियो भने चाहिँ त्यसले चाहिँ कम्पनीको पहिचानमा पनि सहयोग पुग्छ, व्यक्तिको सन्तुष्टिमा पनि सहयोग पुग्छ र बजार खोज्न पनि धेरै टाढा जानु पर्दैन। बजार घरमै बस्दा बस्दै बजार आउँछ भन्नु, अफिसमै बस्दा बस्दै बजार आउँछ। त्यसकारणले वान स्टप सर्भिसमा चाहिँ हामीले जोड दियौँ भने आगामी दिनमा लिजेन्ड कम्पनीलाई राम्रो हुन्छ होला। धन्यवाद। धेरै धेरै धन्यवाद।